कसैले पैसा माग्यो भने दिनुस् पैसा छ भने, कसैले पैसा माग्यो भने दिनुस् पैसा छ भने, किन भन्दाखेरि दिएको पैसा फेरि फिर्ता आउन सक्छ। तपाईसँग कसैले समय माग्यो भने पनि दिनुस् समय, उस्तै समय नआउला फेरि त्यस्तै समय चाहिँ जरुर आउँछ। तर एक चीज साथी, एक चीज कसैले माग्दाखेरि बडा विचार पुर्याउनु होला, किन भन्दाखेरि गएपछि फेरि आउँदैन, त्यो हो जवानी। सबै चिज भन्दा इम्पोर्टेन्ट तपाईँ भित्रको तपाईँ हो। यदि तपाईँ भित्रको तपाईँ बलियो छ, सक्षम छ भने तपाईँलाई कसैले पनि हराउन सक्दैन। जिन्दगीमा युद्ध यदि आफ्नो मान्छेहरूसँग छ भने हार्दिनुहोस्, तर आफूसँग हो भने त्यो युद्ध जित्नै पर्छ। जहिले दुख्यो त्यही बेला आइया भन, घाउ पकाएर राख्नु कुनै पनि जरुरत छैन। किनभने संसारमा तिम्रो क्षमताको कारणले गर्दा तिमीलाई माथि उठाउने हो, अरू केही पनि चिज छैन। तिमीसँग क्षमता भयो भने हरेक क्षमतावान मान्छेहरू तिमीसँग जुट्दै जान्छ। जिन्दगी एउटा कुरा के भन्दा नि भाषाङ, तपाईँ के काम गर्नुहुन्छ माइने राख्छ, तर कहाँ काम गर्नुहुन्छ र कोसँग काम गर्नुहुन्छ बडो माइने राख्छ। त्यसले झन् बढी माइने राख्छ। किन भन्दाखेरि तपाईँले सर्प यहाँ देख्नुभयो, त्यहाँ देख्नुभयो भने जहाँदेखि त्यही मार्छ नि सर्पलाई, कि लखट्छ कि धपाउँछ। यहाँदेखि त्यही मार्दैछ, त्यहाँदेखि त्यही मार्दैछ, यहाँदेखि त्यही सता लखटाएछ, त्यहाँदेखि त्यही लखटाएछ। तर त्यही सर्प गएर चाहिँ शिवको लिङ्गमा गएर यसरी बेटारेर बस्यो भने मान्छेले पूजा गर्छ। राइट। सो तपाईँ कहाँ बस्नुहुन्छ, तपाईँले कहाँ पर्फर्म गर्नुहुन्छ, इट म्याटर मोस्ट। यदि तपाईँले सपना देख्नु भएको छ भने त्यो सपना पुरा गर्ने हैसियत तपाईँले आफै बनाउनुपर्छ। किनभने तपाईँको सपना हो, तपाईँले त्यो सपनामा विश्वास गर्नुभएको छ। विश्वास गर्नुभएको छ भने त्यो सपनाको निमित्त जे कन्ट्रिब्युसन गर्नुपर्छ त्यो तपाईँले गर्नुपर्छ। सो मैले के भने भन्दाखेरि सुरुमा मानिस हाँस्छन् तपाईँको लक्ष्य देखेर। रुक्माङ्गद कटुवाललाई पनि धेरैले बौला भने, तर यही बौला हो जसले देशमा एउटा एक ढिक्का हुने दम्ब दियो। यही बौला हो जसले भन्यो कि होइन मलाई कसैले पनि फुटाउन सक्दैन। बस त्यसपछि मान्छे उहाँको तारिफ गर्न थाले। दुईटा फेज, पहिला तपाईलाई कसैले पनि पत्याउँदैन, दोस्रो फेज तपाईलाई मान्छेले विश्वास गर्न थाल्छन्, तेस्रो फेज तपाईँ उभिनुस् सबै उभिन थाल्छन्, तपाईँ बस्नुस् सबै बस्न थाल्छन्। त्यसकारण हामी पहिल्यै फेजमा तुई हुन्छौँ साथी। कोही हाँस्यो भनेर हामी छोडिदिन्छौँ। जीवनमा सबैभन्दा ठुलो कुरा के भन्दाखेरि तपाईँ आफूले आफूलाई के भन्नुहुन्छ त्यो सबैभन्दा ठुलो कुरा हो। तपाईँ आफूसँग के कुरा गर्नुहुन्छ त्यो सबैभन्दा ठुलो कुरा हो। सेल्फ टक इज भेरी इम्पोर्टेन्ट माई फ्रेन्ड। तपाईँ आफूसँग के कुरा गर्नुहुन्छ, समाजले, देशले, अरू मानिसले, छिमेकीले तपाईँको बारेमा के कुरा गर्छ त्यो गौण मायने हो। तपाईँले आफूसँग कस्तो कुरा गर्नुहुन्छ त्यो बडा इम्पोर्टेन्ट कुरा छ। त्यही भएर मैले घरमा एउटा ऐना राखेको छु। त्यही भएर मैले त्यो एउटा मेरो घरमा ऐना राखेको छु। कहिलेकाहीँ बिहान उठेर त्यो ऐनामा हेर्छु अनि म आफू बडा सुन्दर देखिन्छु। त्यो सुन्दर देखिएको बेलामा म आफैलाई भन्छु त यति राम्रो मान्छे, यति राम्रो देखिएको मान्छे, तैँले नराम्रो काम गर्नु हुँदैन बाबु। कुनै दिन त्यही ऐनामा म कस्तो घिनलाग्दो देखिन्छु अनि मैले भन्छु ओहो मेरो यो नराम्रो रूप लुकाउनलाई भए पनि मैले राम्रो काम गर्नुपर्छ, त्यही भएर म फेरि राम्रो काम गर्छु। त्यसकारण म तपाईहरुलाई आज भन्न चाहन्छु तपाई आफ्नो बारेमा के बोल्नुहुन्छ त्यो बडा मायने राख्छ। म भात खाने थालमा सुद्धा टिभी देख्थे साथी। जब तपाई आफ्नो कामलाई लिएर बौलाउनु हुँदैन तबसम्म काम हुँदैन यार। हाफ हार्टेड मनले, आदि मनले गरेको कामले कहिले पनि पूरा रिजल्ट दिँदैन। त्यसकारण कि जित्नुस् कम्प्लिट जित्नुस्, कि हार्नुस् कम्प्लिट हार्नुस्। त्यो हारमा पनि जितको महसुस गर्नुहुन्छ जब तपाईँ सर्वस्व हार्नुहुन्छ र पुरा प्रयास पश्चात हार्नुहुन्छ। तपाईँलाई कुनै विस्मात हुँदैन। उड्ने चरा जति पनि छन् नि ती आकाशमा जति बेर उडे पनि फर्केर गुणमै आउँछ अनि गुण धरतीमा आउँछ क्या। र म उडेर बस्दिनँ, म त्यही गुणमा फर्किन्छु। अहिले पनि मेरा त्यही साथी छन् जसँग म चिया खान भन्थेँ। अहिले पनि मेरा त्यही साथी छन्
जसलाई मैले एउटा नयाँ जुत्ता लाएर किने भने देखाउन पाऊँ कि देखाउँछु हेर्न मेरो नयाँ जुत्ता मेरो घडी हेरिस भन्ने साथीहरू अझै पनि छ ती साथीको लागि म कलाकार सुनिल छेत्री होइन ती साथीको लागि म सन्दीप छेत्री मात्र जबसम्म ती मानिसहरू मेरो लागि बदलिँदैन मलाई कुनै पनि चिजको इन्सिक्योरिटी पोखरी भन्दा माछा कहिले पनि ठुलो हुँदैन अरे के कस्तो खतरा कुरा हुन्छ त्यो सायद हामी सानो माछा थियौँ पोखरी ठुलो लागिरहेको थियो अब हामी ठुलो माछा हुँदै गयौँ हो नि सो पोखरी भन्दा माछा ठुलो कहिले पनि हुँदैन त्यही भएर माछा यदि तपाईँ ठुलो माछा हुन चाहनुहुन्छ भने ठुलो पोखरीमा जानुपर्छ म वीरगन्जबाट काठमाडौँ आएको कारण पनि त्यही हो कि वीरगन्ज इट्सेल्फ इज सच अ नाइस प्लेस तर मेरो उडानको लागि सायद साङ्गुरुको हुन्थ्यो सो द्याट आई लेफ्ट द्याट प्लेस अनि भनाइ पनि के भन्छ भन्दाखेरि काग जस्तो चतुर बकुला जस्तो ध्यान हुने थोरै खाने कुकुर जस्तो सुत्ने र घर छोड्ने मान्छेले प्रगति गर्छ अरे क्या द्याट्स भेरी इम्पोर्टेन्ट नि हामीलाई घर बनाउनु मन लाग्छ नि ठुलो घर क्या मान्छेलाई लाग्छ होला यो सब मन बुझाउने कुरा हो तर म के भन्छु भने मनै बुझेपछि के नै बुझ्नु पर्यो होइन सबभन्दा गाह्रो त यही मन बुझाउनु हो नि त तर मनै बुझेपछि के नै बुझ्नु पर्यो केही बुझ्नै पर्दैन मन बुझे सबै चिज ठिक त्यो घर बनाउनु पर्यो नि यो स्टुडियोवाला घर हेर न यार यो दरबार हो नि त होइन भयङ्कर ठुलो छ तर यो दरबारको प्रत्येक इँटालाई के दम्ब छ भने यो साला मेरै कानमा टिकेको छ क्या होइन प्रत्येक इँटाको कन्ट्रिब्युसन छ नि त सो इफ यु वान डु समथिङ न्यू समथिङ केही नयाँ केही चिज गर्नु मन छ भने कफी नै बनाउनु पर्यो अब यो कफी चाहिन्छ भाँडा चाहिन्छ यार आगो चाहिन्छ यो चाहिन्छ भन्न थाल्यो भने मान्छेले बनाउँदैन पहिला कप किनेर ल्याइहाल्छ क्या कप किनेर ल्याइहाल्छ कफी खाने बहुत राम्रो कप किनेर ल्याइहाल्छ कफी आफसे आफ बन्न सुरु गर्छ जीवनमा जहिले पनि एउटा कुरा याद राख्नुहोस् कि साथी नबनाउनुहोस् बनाइसकेपछि बडो राम्रो बनाउनुहोस् मेरो साथीहरू नै हो मेरो साथीले घचघचाइरहन्थ्यो मलाई बोल रेडियोमा बोल भनेर मेरो साथी आएर भन्यो ओए कान्तिपुरमा भ्याकेन्सी निक्लेछ तेरै लागि हो भनेर केटाहरूको हिरो फेरि होइन मेरै लागि हो भनेर म टक टक गएको त 2200 जना मान्छे पहिल्यै लाम लागेर बसिरहेको रहेछ त्यसपछि सन्दीप छेत्री तेरो औकात हेर भनेर मेरो आत्माले मलाई भन्यो So amongst those 2200 people, I was selected amongst 20.